2082 सालको विजयादशमी, दीपावली, छठ पर्व लगायत हिन्दू हामी सबैले मनाउने गर्ने महान चाडहरूका विषयमा हामी सबैले भनिरहनु नपर्ला। यसै क्रममा राजकोटी साई ठकुरी सेवा समाज सुर्खेतको तर्फबाट यो सद्भावना देउसी भैलो कार्यक्रममा हामी सम्पूर्ण उपस्थित भएका छौँ। यसै क्रममा हामी सबैको तर्फबाट राजकोटी सेवा समाज सुर्खेत र यो भिजिट कर्णाली रिसोर्ट, त्यसै गरेर भिजिट कर्णाली यातायात, भिजिट कर्णाली दोहोरी साँझ, त्यसै गरी ठकुरी सेवा समाज केन्द्रीय कार्यालय, ठकुरी सेवा समाज सुर्खेतको तर्फबाट हामी सद्भावना देउसी कार्यक्रम मनाउन गइरहेका छौँ। यसै क्रममा हामी आयोजकको तर्फबाट सम्पूर्ण हाम्रा भाइबन्धु, इष्टमित्र, नातागोता र हामीप्रति सद्भाव राख्ने सम्पूर्णहरूमा शुभकामना। यस्तै हो जिन्दगानी, कोही मरेर गए, कोही तरेर गए। बाढी पहिरो, देशको परिस्थिति, विभिन्न किसिमका आन्दोलन यावत परिस्थितिले हामीलाई झेलेकै छ। तर पनि हामी बाँच्ने मानवहरूको लागि केही मनोरञ्जन गर्न नै पर्छ। यसै क्रममा कसैका भाइ छैनन्, कसैका बहिनी छैनन्, कसैका कोही छैनन्, कोही परदेशी छन्, कोही स्वदेशमै छन्, कसैको हालत कस्तै छ, कसैको हालत कस्तै छ। तर पनि जिन्दगी जिउनै पर्छ। यसै क्रममा हामी हाम्रा भाइबन्धु, आफन्तजन सबैमा राजकोटी साई ठकुरी सेवा समाज सुर्खेतको तर्फबाट सामाजिक सद्भावलाई अगाडि बढाउनको लागि यो विशुद्ध रूपमा जातीयताको रूपमा कुनै केही नसम्झिदिन हुन र हाम्रा सम्पूर्ण वरपर भाइचारा राख्ने जातीयताको आधारमा या कुनै कारणले पनि हामीलाई त्यो रूपमा या यो रूपमा नसम्झिदिई सामान्य रूपमा हाम्रो यो देउसी भैलो कार्यक्रमले हामी सम्पूर्ण नेपालीहरूको घर दैलोमा गएर हामीले शुभ आशीर्वाद दिन नसके तापनि आज यो ठाउँबाट सम्पूर्ण साई ठकुरी परिवार, राजकोटी परिवार र अन्य सम्पूर्ण सपरिवारहरूलाई हामी एक ठाउँबाट सबैको भलो होस्, उन्नति होस्, प्रगति होस्, उत्तरोत्तर प्रगतिको कामना सहित मङ्गलमय शुभकामना हामी यहीँबाट दिने कोसिस गरिरहेका छौँ। र यसै क्रममा हामीले यहाँ उपस्थित सम्पूर्ण इष्टमित्र भाइबन्धुहरूबाट कार्तिके दानको पनि भरपूर रूपमा आशा गरेका छौँ है। हजुरहरूलाई जस्तो लाग्ला। यसै क्रममा कुनै पनि कार्यक्रम सञ्चालन गर्नको लागि कार्यक्रमको अध्यक्षता ग्रहण गर्नको लागि म राजकोटी साई ठकुरी सेवा समाज सुर्खेतको अध्यक्ष हाम्रो प्राचार्य भक्तबहादुर साईज्यूलाई भक्तबहादुर साई नै भनेको छु, भक्तबहादुर साईज्यूलाई आसन ग्रहणको लागि म अनुरोध गर्दछु र हाम्रा अतिथिवर्गहरूलाई, मुख्य अतिथिवर्गहरू सबैलाई प्रमुख अतिथिको रूपमा ठकुरी महासङ्घको केन्द्रीय उपाध्यक्ष हाम्रो भद्रबहादुर साईजीलाई प्रमुख अतिथिको आसन ग्रहणको लागि अनुरोध गरेँ। दर्शन हजुर।
विशिष्ट अतिथिको रूपमा विपेन्द्र विक्रम शाह ठकुरी एकता समाज महासंघ। यसो हेर्दाखेरि उहाँको उपस्थिति नभएको जस्तो लाग्छ। हजुर, विशेष अतिथिको रूपमा टाढाबाट आउनुभएको छ हाम्रो बाँकेबर्दिया राजकोटी सेवा समाजका अध्यक्ष कोपिला साईजी हुनुहुन्छ। यहाँलाई पनि विशेष अतिथिको रूपमा आसन गर्नको लागि अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिका रूपमा प्रकाश कुमार साई भिजिट कर्णाली ग्रुपको तर्फबाट अध्यक्षज्यूको विशेष अतिथिको रूपमा आसन ग्रहण गर्दै उहाँ आफ्नै कार्यक्रम भएको कारणले उहाँले हाम्रा सम्पूर्ण अतिथि विशेष अतिथिहरूलाई आफ्नो टिमद्वारा माला लगाएर स्वागत गरिदिनको लागि पनि म अनुरोध गर्दछु। यसै क्रममा अतिथिको रूपमा लोकबहादुर साईजीलाई आफ्नो आतिथ्यता ग्रहण गर्नको लागि अनुरोध गर्दछौँ। ठकुरी एकता समाज केन्द्रीय सदस्य हुनुहुन्छ उहाँ। अतिथिकै रूपमा नरसिंह मल्ल हजुर। अतिथिकै रूपमा लीलाराम साईजीलाई अतिथिको आसन ग्रहण गर्नको लागि म अनुरोध। शेरी भाइ समूहका अध्यक्षज्यू लीलाराम शर्मा अगाडि आइदिएको भए हुन्थ्यो। विशेष अतिथिको रूपमा समाजसेवी एवं भिजिट कर्णालीका सल्लाहकार आदरणीय दाजु महेन्द्र बहादुर साईजीलाई आफ्नो अतिथिको आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु। यसै गरी अतिथिको रूपमा हाम्रो माविको प्र हुनुहुन्छ वीरबहादुर साईजी, उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। सबै अतिथिज्यूहरूलाई माला लगाई स्वागत गरिदिनको लागि अनुरोध गर्दछौँ। गरिदिनको लागि भाइ गणेशजी सहयोगको लागि रिसोर्टको तर्फबाट जुन यो आँगन हामीहरूलाई उपलब्ध गराइदिनु भएको छ उहाँहरूको टिमलाई हामी मोरी धन्यवाद दिँदै उहाँले गएको यो जुन स्वागत सत्कारलाई पनि हामी सिरोपर गर्न तयार छौँ। यसै क्रममा यो कुनै जाति विशेषको कार्यक्रम नभइकन हामी राजकोटी सेवा समाजमा समर्पित सम्पूर्ण सदस्यहरू आफ्ना भाइ बन्धुहरूको जुन एकतालाई दैलेख जाजरकोट जुम्ला हुम्ला कालीकोट बसोबास गरेर हाल यहाँ सुर्खेतमा रहनुभएका भाइ बन्धुहरू एक आपसमा हामी चिनजान गर्नतर्फ र हाम्रो सद्भावलाई अगाडि बढाउन हामी एक अर्कामा सहयोगको भावना र सामाजिक सद्भाव यो जुन अहिले भड्किलो किसिमको सामाजिक सद्भाव भइरहेको अवस्थामा ठकुरीहरू हामी एकबद्ध भएर एउटा समूहमा रहेर
हामीले केही सामाजिक क्रियाकलापहरू गर्न सक्छौँ कि भन्ने हेतुका साथ अहिले हामी यो देउसी भैलो सद्भाव देउसी भैलो कार्यक्रममा हामी उपस्थित भएका छौँ। यसै क्रममा हामीले यस वर्ष यो 2082मा हामीले प्राप्त गर्ने कार्तिके दानबाट 50% रकम हामी कुनै न कुनै सेवा समाजमा सामाजिक सेवामा लगाउने एउटा प्रतिबद्धता पनि हामीले जाहेर गरेका छौँ र हामीले एउटा बैठकबाट पनि एउटा पारित गरेका छौँ। कर्णाली प्रदेश उपाध्यक्ष चन्द्रबहादुर साईजी र सचिव जनकबहादुर साईलाई पनि अतिथिको आसन ग्रहणको लागि हामी अनुरोध गर्दछौँ।